टक्क लाएर झुस भएको काल्पा दोस्रो उद्घाटन भयो चरा पनि हन्टिङै भएन सर बाटो चाहिँ निकै कठिनाइ छ तिमी मात्रै अप्ठ्यारो गाह्रो छ चिस खान नि ल है बोल गरम यति बेला चाहिँ हामी कालो पहाड पस्दैछौँ हामी चाहिँ अब यसै कालो पहाडको शिकार गर्ने क्रममा यही धौलागिरी गाउँपालिका वडा नम्बर 2 भित्र पर्ने खवाङ भन्ने एउटा चाहिँ ठाउँको नाम हो त्यहाँ आइपुगेका छौँ अनि साथीहरू चाहिँ अलि अगाडि गइसकेका छन् हेरौँ पा चाहिँ अब कति छोपिन्छ टक्क लाएर छोपियो भने चाहिँ अब तपाईहरुलाई चाहिँ अवश्य देखाउनेछु यति बेला चाहिँ ल उद्घाटन भइसक्यो हैन काल्पाको मामाले चाहिँ ल टक्क लाएर झुस भएको काल्पा कहाँ थियो हो पछि छ फेरि पनि अर्को पा छोप्न सफल ओहै ल देखाम त ल हाम्रो चिसहरुबाट चाहिँ ल दोस्रो उद्घाटन भयो यो पनि झुस भएकै रहेछ झुस भएकै दुईटा पहाड छोप्न सफल रात्रिकालीन अभिवादन कता थियो र ल हेरम त कति ठुलो के र मामा अघि गएर हेरम त ल हेरम हामी चाहिँ अब कालो पाको तेस्रो अभिवादन है बेला पनि पा चाहिँ पाएको जस्तो छ है निकै हल्ला छ ल पाइयो र के चरा पो र ओ नो ओहो यति बेला चाहिँ अब चरा पनि हन्टिङै भएन सर यति बेला चाहिँ हामीले तीनवटा कालो पात चाहिँ छोपिसकेका छौँ अब हेरौँ कतिवटा छोपिन्छ यहाँबाट खस्ने भने त सक्यो रात्रि अभिवादन माथितिर यस्तो टुरमा चाहिँ हेर्नु पर्यो काल्पा यसरी यस्तो कोप्चामा हेर्नुपर्छ है सजिलो त कहाँ हुन्छ र हो हजुर गाह्रो छ नि कालो पात खस्नलाई अब हामी चाहिँ गाउँदेखि अब लगभग 1.5 घन्टाको बाटो हिँडेर आएको 1.5 घन्टाको बाटो हिँडेर आइसकेपछि बल्ल
पाइने ठाउँमा आइएको छ देख्न सक्नुहुन्छ अब खोला चाहिँ अब धोम लिएर चाहिँ अलिक कालो भएको छ तर ठुलो चाहिँ छैन देख्न सक्नुहुन्छ यति बेला चाहिँ हामीले चाहिँ केही पनि भेटाएको छैनौँ धेरै लामो समय भयो केही पनि नभेटाएको अघिल्लोचोटि चाहिँ अब 3 वटा लगातार भेटाइसकेपछि हामीले अहिले चाहिँ केही पनि भेटाएको छैनौँ लगभग भयो आधी घन्टा जति चाहिँ भयो हामीले चाहिँ केही पनि पाउन सकेको छैनौँ अझ माथि जाने चाहिँ अब जारी भइरहेको छ कहाँसम्म गइन्छ है आशा छ अब पाउन त पाइन्छ जस्तो लागिरहेछ गरे पाउँछ पाउँदैन भन्ने कुरा चाहिँ अब गएपछि थाहा हुनेछ जानुस् के देख्न सक्नुहुन्छ है पास हेर्न जाँदैछन् हाम्रो पिक्चर ल ठोक्न सफल धेरै समयको अन्तरालमा चाहिँ बल्ल एउटा भेट्यो है भाइ हिमाल चढ्न आएको अब हामी बिस्तारै हो बिस्तारै हैट त्यो उमा समाउ आमा भयो झाप्रा भेटिन्न मामा ओइ बारो छ यार पढ्नु त ओ त्यही बसमै नआमा यहाँ छैन बाटो छैन के बाटो यार जानु कुरै नगरे आमा नगरमै आली कहाँ यता कहाँ छ र बाटो के अन्त बस्यौँ काठ पाएपछि हो नछ न त आउने ऊ छैन उपाय छैन होटिनिङलासम्म ओइ नगरौँ के यार अनि कहाँ जाने कहाँ छ यहाँ ओइ नगरौँ कि मासर यार यो बुढा बाटो छैन कि यार यसो गरौँ त ल बिस्तार थप ऊ नगरौँ है यो पुरानो आमा खतरा आइछ यार खस्यो पुरा दिया अब घाँटी बिचार भाइ सबभन्दा सहिलो बाटोमा आयो त यसो उमेरको त जुत्ता
को यात्रा पछि मन चाहता कालो भयो चाहता कालो भयो 6 घन्टा हिँडेर ठुलो जस्तो हैन यो छ यो फेरि बाइ माल चाहिँ हाम्रो 3 टाको भात